पारीपट्टि देखिएको माथिपट्टिको चाहिँ गजुलकोट दरबार भयो। यसको अहिले पुनर्निर्माण भएको छ। यो ऐतिहासिक 22 राज्य अन्तर्गतको दरबार हो। यसको निकै महत्त्व छ। त्यसको तलपट्टि देखिएको एउटा अग्लो भवन चाहिँ यो अहिले वडा कार्यालय भवन भयो। हाम्रो सुनिल स्मृति गाउँपालिका वडा नम्बर 6 गजुलकोटको गाउँपालिका। त्यसको तलपट्टि छेउमा देखिने त्यो चाहिँ स्कुल। हुन त अब मैले पढ्ने बेला चाहिँ पहिले यो अर्कै स्वरूपमा थियो, अलि माथिपट्टि। तर मैले 5 कक्षासम्म पढेको स्कुल यो हो श्री जनोद्धार प्राथमिक विद्यालय। त्यसैगरी अब यसलाई सरर जाने हो भने अहिले तलपट्टि मोटर बाटो बनेको छ। पारीपट्टि देखिन्छ टाकुरा भन्छ गजुलकोट दलङ्गाको। पारीपट्टि जुन अग्लो स्थानमा देखिएको छ त्यो श्री जनज्योति माध्यमिक विद्यालय। मैले एसएलसी पास गरेको विद्यालय चाहिँ यो हो। यो मैले यतापट्टि देखाएको यो चाहिँ मैले 5 कक्षासम्म पढेको स्कुल र त्यसपछि 6 कक्षादेखि 10 कक्षासम्म मैले पढेको यो स्कुल हो। म यी दुवै स्कुलहरूप्रति निकै नै ऋणी छु। यो ऐतिहासिक महत्त्वको गाउँ भयो, त्यसैगरी मेरो लागि झन् ऐतिहासिक हुने नै भयो। र यो जुन पारीपट्टि त्यो छ दुवै टाकुराहरूमा छन्। यो गजुलकोट भने झन् अब पहिले राज परिवार बसेको भनौँ न, राज खानदान बसेको भुरे टाकुरे राज्यको पालामा 22 राज्यको समयमा गजुलकोट भने यो अलिकति अग्लो भएको हुनाले त्यसरी भयो। पारीपट्टि देखिने चाहिँ त्योदेखि उतापट्टि चाहिँ फगाम गाउँपालिका भन्थ्यो पहिले चाहिँ। योदेखि उतापट्टि एउटा अर्कै छ, यतापट्टि अर्को भयो। पारी डाँडामा टाकुरामा सानो झलक देखिन्छ टावर, त्यहाँ चाहिँ नेपाल टेलिकमको टावर छ। यो टावरले धेरै ठाउँमा मानिसहरूलाई सञ्चार सम्पर्क गराउन महत्त्वपूर्ण भूमिका खेलेको छ। यो चाहिँ अब 5 कक्षासम्म पढेको स्कुल भयो। अहिले पनि त्यही रूपमा छ यो स्कुल। मेरो घर चाहिँ यसको पछाडिपट्टि ठ्याक्कै यहाँदेखि नजिकै हो, उतापट्टि डाँडाको पारीपट्टि। हामी हिँड्दै गएर 45 मिनट जति स्कुल जान्थ्यौँ। यो पारी गजुलकोटको दलङ्गा भन्छ टाकुरामा भएको अग्लो स्थानमा भएको स्कुल भयो।